रिचार्जको लागि है गाइस, म चाहिँ रिचार्जबाट भिडियो अपलोड गर्छु नि त। अनि रिचार्जको लागि चाहिँ मैले कति खर्च गरेछु भन्दा देख्न सक्नुहुन्छ। अब तपाईँहरूलाई देखाउँछु। यो चाहिँ त्यसै भन्नु होला, तर त्यसै होइन गाइस, चाहिँ मेरो रियालिटी नै हो। यत्रो पैसा खर्च भइसक्यो गाइस, अझ परिवर्तन केहीमा पनि भएको छैन, कसम हो गाइस। यो चाहिँ मैले 1 वर्ष भयो नि त, यो मोबाइल किनेँ मैले 1 वर्ष भयो, अनि युट्युब आइडी खोलेको 1 वर्ष भयो त। Hey guys, welcome to back my new vlog and Gaule vlog. And I hope तपाईँहरू सन्चै हुनुहुन्छ होला, आराम हुनुहुन्छ होला। म पनि सन्चै आराम अनि फिट अनि फाइन छु। अनि आज चाहिँ म तपाईँहरूलाई एकदम मेरो रियालिटी कुरा भन्दैछु। लास्टसम्म हेरिदिनु होला, त्यो चाहिँ के हो। ल गाइज, म चाहिँ घरमा छु अहिले चाहिँ, अनि अहिले चाहिँ बाहिर निस्किएको छु। त्यसो बाहिरको हावा भनेर निस्किएको गाइज। आजको मौसम यस्तो बवाल छ, अनि बाहिर निस्किएको गाइज। ल अब चाहिँ म भित्र गएर चाहिँ तपाईँहरूलाई मेरो रियालिटी कुरा सिकाउँदैछु गाइज। के हो भन्दाखेरि चाहिँ मैले गरेको 1 वर्ष भयो नि त। त्यही भएर 1 वर्ष चाहिँ मैले कसरी चाहिँ भिडियोहरू अपलोड गरेछु भन्दा तपाईँहरूलाई मैले खर्च गरेको पैसा देखाउँदैछु गाइज। हेरिदिनु होला लास्टसम्म। मैले चाहिँ 1 वर्षमा कति पैसा खर्च गरेछु सोसल मिडियाको लागि, युट्युबको लागि देखाउँदैछु गाइज तपाईँहरूलाई, हेरिदिनु होला। अलराइट गाइज, म चाहिँ अब हिँड्दैछु भित्र गएर, म ल्याएर बाहिर ल्याएर देखाउँछु तपाईँलाई। यहाँ छ त्यो चाहिँ यहाँ छ गाइज त्यो। ल गाइज, मैले चाहिँ अब तपाईँहरूलाई मेरो रियालिटी देखाउँदैछु। त्यो चाहिँ मैले 1 वर्षमा कति पैसा खर्च गरेछ भन्दा रिचार्जको लागि है गाइज, म चाहिँ रिचार्जबाट भिडियो अपलोड गर्छु नि त। अनि रिचार्जको लागि चाहिँ मैले कति खर्च गरेछु भन्दा देख्न सक्नुहुन्छ। अब तपाईँहरूलाई देखाउँछु। यो चाहिँ त्यसै भन्नु होला, तर त्यसै होइन गाइज, चाहिँ मेरो रियालिटी नै हो। यत्रो पैसा खर्च भइसक्यो गाइज, अझ परिवर्तन केहीमा पनि भएको छैन। त्यसो तपाईँहरूले सपोर्ट गर्नु पऱ्यो, सक्दो सपोर्ट गर्नु पऱ्यो यो मानबहादुर थामीलाई। अनि म चाहिँ आज पनि एउटा रियालिटी कुरा हो भनेर यो देखाउँदैछु तपाईँहरूलाई। तपाईँहरूले चाहिँ त्यस यतिकै देखाएको यो होइन भन्नु होला, हो साँच्चै हो, कसम हो गाइस। यो चाहिँ मैले 1 वर्ष भयो नि त, यो मोबाइल किनेँ मैले 1 वर्ष भयो, अनि युट्युब आइडी खोलेको 1 वर्ष भयो। तर पहिलादेखि चाहिँ मैले सर्ट भिडियो मात्रै हाल्छु, लङ भिडियो हाल्दैन थियो। तर आज 1 महिना भयो लङ भिडियो हाल्न सुरु गरेको। तपाईँहरूले चाहिँ सपोर्ट गर्नु पऱ्यो। अब म चाहिँ मेहनत गर्दै जानेछु, अनि युट्युब चाहिँ अब मैले छोड्नेवाला छैन, युट्युबको लागि नै भनेर हिँडिरहेको छु गाइज। तपाईँले सपोर्ट गर्नु पऱ्यो। मेरो रिचार्ज हेर्नु सक्नुहुन्छ, मैले कति खर्च गरेँ त हेर्नु सबै 200 को रिचार्ज मात्रै हाल्थेँ गाइज मैले। 200 को रिचार्ज चाहिँ कति रहेछ हेरिदिनु होला है त गाइज। यति गर्दाखेरि चाहिँ 10,000 को रिचार्ज यहीँ गएछ गाइज। अनि बाटोमा पनि फाल्यो होला गाइज। अनि त्यो चाहिँ हिसाब गरेन, टोटल गर्दा मैले 10,000 चाहिँ खर्च गरेँ। ल बाटोको गर्दा पनि खर्च गरेँ, अनि यता बाटोतिर नि फाले हुन्छ नि त कहिलेकाहीँ, घरमा हुँदैन। अनि यो हेर्नु सक्नुहुन्छ, यत्रो रिचार्ज खर्च गरेर चाहिँ म तपाईँहरूले यस्तो कन्टेन्टहरू बनाएको हुन्छु। ल गाइज, तपाईँहरूले सपोर्ट गर्नु पऱ्यो। हेर्नु सक्नुहुन्छ यस्तो के हो यो माया, के हो। यत्रो स्ट्रगल छ गाइज मेरो युट्युबमा मैले पहिला सर्ट भिडियो मात्रै हाल्थेँ नि त। युट्युबमा छ, अनि फेसबुक
टिकटक सबैमा छ गाइज, सबैमा भिडियो हाल्ने गर्छु नि त म। हेर सबैमा स्ट्रगल छ, तपाईँहरूले साथ सपोर्ट गर्नु पऱ्यो है त गाइज, हेर्नु सक्नुहुन्छ। अनि यही हो गाइज मेरो स्ट्रगल चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई। अब आउने दिनमा पनि सपोर्ट गरिदिनु होला, यतिकै माया देखाइदिनु होला। अनि गाइज तपाईँहरू आजको मेरो ब्लग, यो चाहिँ ब्लगै हो मेरो, यो देखाउनु पनि रियालिटी हो। यो ब्लग चाहिँ मेरो एन्टी गर्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ दिस भिडियो गाइज। बाई बाई, जय नेपाल। अपने होइन गति लड्ने नेपालीको बानी हुन्छ, कहिले नझुक्ने शिर उभेको स्वाभिमानी।